गोविंद हे द्वारिकाधीश हे सर्वशक्तिमान हे योगेश्वर मेरो नाथ बचाओ कृष्ण तेरे बाहेक मेरो कोही छैन मेरो नाथ बचाओ कृष्ण नाथ बचाओ It's a
बढ्यो रिस यसको परिणाम अवश्य हुनेछ तेरो सर्वनाश अझैबाट सुरु भयो तिमीहरू मेरो दास बनिसकेको छौ मेरो दासले महाराजलाई के गर्नुपर्छ भनेर सिकाउन जरुरी छैन त्यसैले अब तिमीहरूको यो राज्यमा कुनै काम छैन गइहाल मेरो राज्यबाट तेरो सर्वनाश अझैबाट सुरु भयो कौरवको दरबारभित्र जाली खेला भयो कौरवको दरबारभित्र जाली खेला भयो त्यही खेलले महाभारत युद्ध सुरु हुँदै गयो सबै मरे लडेर वैरी भापडेर सबै मरे लडे 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 महाभारत सबैले ताली लाउनु होला जोरदारसँग यही हो हस्तिनापुर राज्यमा महाभारतको युद्ध कसरी भयो थाहा छ युधिष्ठिर तपाईको चाहिँ धृतराष्ट्रले आँखा नदेख्ने शकुनी जस्ताले कुरौटे बनेर कुरा लाउने अनि त्यसपछि चाहिँ तपाईको पासा खेला भनेर भान्डाहरूलाई एकदमै चाहिँ षड्यन्त्र रच्ने युधिष्ठिर जस्ता सच्चा व्यक्ति भएर पनि भीम जस्ता बलवान भएर पनि केही लागेन अन्तमा हेर्नुहोस् त्यो दुर्योधनको शक्ति मलाई लाग्छ आज देशमा पनि बिचौलियाहरूले दुर्योधन जस्तो खेल खेलेका छन् कि जस्तो लाग्छ हेर्नुहोस् त यो देश यसै बिग्रेको होइन यिनै सकुनी मामा जस्ताले कुरा लाएर यहाँ र चली खच्याङ गर्दै आएर ल हेर्नुहोस् है उता दुर्योधनलाई पनि उस्याउने यता युधिष्ठिरलाई पनि उस्याउने हुँदा हुँदै द्रौपदीको पनि शिर हरण गरेर पासा लगाएर पल्टाएर जितेर हेर्नु त राम 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 हामीसँग दुईटा हात छन् झरक्कै उचालिनुहोस् एकचोटि ताली बजाइदिनु होला यो आध्यात्मिक भक्ति मार्ग कलाकार संघ दुई ग्रुपबाट आज प्रस्तुत गरिएको यो उत्कृष्ट प्रस्तुतिलाई यो तालीले पुगेन प्रभु एकचोटि हात माथि गरेर जोरदार ताली बजाइदिनु होला यही हो हाम्रो संस्कृति यही हो हाम्रो संस्कार Please don't forget to like, share, comment and follow Sharmila Shrestha page and please do subscribe our YouTube channel.